नमस्ते वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हाम्रो यात्रा रहेको छ चुली पोखरीसम्मको लागि। सो आज हामी एडिएचएम ग्रुप हाम्रो स्टुडेन्टसँग र टिचर्स आज हामी लाग्दैछौँ चुली पोखरीसम्म। सो यता हाम्रो सञ्जय सर हुनुहुन्छ। हामी सञ्जय स्क्वायर सञ्जय स्क्वायर अब हामी लाग्दैछौँ चुली पोखरीतर्फ। सो हाम्रो बस आइसकेको छ यहाँ, पछाडि पनि एउटा गाडी छ सरको। हेलो, आज चाहिँ हामी चाहिँ चुली पोखरी जाँदैछौँ। हामी एडिएचएमको विद्यार्थीहरूलाई घुमाउन लागि लिएर गइरहेछौँ र हाम्रा स्टाफहरू पनि धेरैजना हुनुहुन्छ भने आज जानकारी आइसकेको छ। उहाँ चाहिँ सङ्गम मिस हुनुहुन्छ यतानिर। यहाँ सर मिस पछाडि स्टुडेन्ट्सहरू छन्, सरहरू हुन्छ। सो अब हामी चुलीपोखरीतिर लाग्यौँ। हाम्रो कम्पनीबाट चाहिँ पछाडि अविनाश सर आइ भनिदिनु। अवि सर हुन्छ। यहाँ अहिले खुडी पुगिसकेको छौँ। अब खुडीबाट यहाँ माथि जानुपर्ने हुन्छ चुली पोखरीको लागि। सो यहाँ बसहरू केही अब अगाडि त गाडीहरू जाँदैन। सो हामी यहीँ वेट गरेर यहाँदेखि सामानहरू सबै माथि लगेर हामी माथि जानुपर्ने हुन्छ। पोखरीको लागि अब हाम्रो यात्रा यहाँ खुडीदेखि स्टार्ट भइसकेको छ। यहाँ सबैजना यहाँ चाहिँ स्टुडेन्ट्सहरू। हेलो मनिष, ठिक छ? ठिक छ सर। यहाँ निमा सबैजना स्टार्ट हाम्रो यात्रा। देख्न सक्नुहुन्छ यो सस्पेन्सन ब्रिज खुडीको। पछाडि सर अवि सर। वाउ, रमाइलो छ। अहिले चाहिँ हामी यहाँ खुडी सस्पेन्सन ब्रिजमा छौँ। अब हाम्रो यात्रा चाहिँ चुली पोखरीको लागि सुरु भइसकेको छ। पछाडि देख्न सक्नुहुन्छ स्टुडेन्ट्सहरू आइरहेछन्, अगाडि सरहरू जाँदै हुन्छ। सो स्टे ट्युन्ड गाइस, बिस्तारै बाटोमा के हुन्छ हामी देखाउँदै जान्छौँ। सो या हाई हेलो हेलो। सचिन सर, सन्चै हुन्छ? ठिक छ नि। आजको यात्रा हाम्रो कहाँसम्मको छ? चुली पोखरी। सो अगेन वी आर ब्याक विथ आवर न्यू एडिएचएम ग्रुप। सो आजको यात्रा हाम्रो चुली पोखरीसम्मको छ। सिडी चाहिँ अलिकति मात्रै माथिसम्म, थोरै माथिसम्म मात्रै छ। नो फर्किम। यहाँदेखि चाहिँ ब्युटिफुल सिन देख्न सक्नुहुन्छ। सस्पेन्सन ब्रिज ओभर देयर, र होटेलहरू। यहाँ केही थकित भएको अवस्था सबैजना। कृतिमेश कति हिँड्नुपर्छ अब हामीले? टन्ने है। भर्खर 5% हिँड्नु भएर सोध्नु। सो अझै 3 घन्टा जति लाग्छ हामीलाई यहाँदेखि। अब यस्तै बिसाउँदै हिँड्नु हो भने त लाग्छ। सो अझै हामीसँग हुनुहुन्छ कृतिमेश। सो अझै 3 घन्टा जति लाग्छ अरे। सो टोलीको अवस्था यस्तो छ अहिले, भर्खरै चढेर।
हाम्रो हामी चाहिँ तारा दाइ हाइकिङको लागि गइरहेछौँ हामी माथि चुली पोखरीसम्म र कस्तो भइरहेछ अहिलेसम्मको यात्रा एकदम राम्रो रमाइलो भइरहेछ लड्दै पढ्दै हिँडिरहेको छु लड्दै पढ्दै हाम्रो सुनको मिसको चाहिँ इनर्जी अलिकति कम्ती भएको कारणले गर्दा चाहिँ उहाँ चाहिँ पुर्लुको ठाउँ लड्नुभयो र अरू चाहिँ सबै सकुशलै हामी हिँडिरहेछौँ भने हामीलाई जानकारी आइरहेछ दर्शक महानुभावहरू सेफ सर अघि तल झरिसक्नु सेफ सर सबभन्दा पहिला खुडीमा रेस गर्दै हुन्छ त्यो माथि जानु सक्नु भएन अब हामी चाहिँ बिस्तारै अगाडि बढ्दैछौँ म तपाईँहरूलाई बाटो देखाउन चाहन्छु यस्तो ठाडै उकालो माथि पुगेपछि दृश्य चाहिँ एकदमै राम्रो फेरि अब माथि लागिरहेको छु हामी अहिले चाहिँ हामी यहाँ एउटा सानो माथि गाउँ आइपुगेको छौँ सबैजना यहाँ पछाडि रेस गर्दै अझै अगाडि बढ्नुपर्ने हुन्छ सबैजना यहाँ थकित अवस्थामा बसिरहेको हाम्रो पछिल्लो टोली यहाँ आइसकेका छन् भर्खर हाम्रो एन्डिङ टोली चाहिँ यहाँ हाम्रो मिसहरू बिस्तारी आइसक्नु भएको छ अहिले चाहिँ हामी माथि फेरि बढिसकेको छौँ एकछिन रेस्ट गरेर सो केही हदसम्म अहिले चाहिँ बाटो एकदमै राम्रो हल्कासम्म फेरि हल्का उकालो चढ्दै अब नफुल्नु माया यो जुनी तिम्रै भर हाम्रो कोही टोली चाहिँ पछाडि छन् कोही टोली चाहिँ अगाडि बढिसकेका छन् देख्न सक्नुहुन्छ अगाडि गइराख्नु भएको छ सबै छरिएर थकित अवस्थामा अगाडि बढ्दै त्यो पछाडिबाट आउँदै यहाँ हाम्रो अर्को टोली यहाँ सबैजना यात्रा अहिले नै जारी नै छ हामी भर्खर मिडल भनौँ न अहिले अझै अगाडि अझै 1 घन्टा जति लाग्छ हिँडिरहेको छौँ टोलीहरू त्यहाँ देख्न सक्नुहुन्छ पछाडि मेरो पछाडि थकित अवस्थामा वेट गर्दै हिँड्दै गर्दै हुन्छ अब केही समयमा हामी पुग्छौँ लगभग 1 घन्टापछि फेरि यस्ता माथि उक्लिँदै जाँदैछौँ अझै बाटो उकालो उकालो पर्दै होइन विचार कस्तो भइरहेछ गाह्रो छ गाह्रो गाह्रो भइरहेछ होइन बाटो ठाडै हेर्नु न ठाडै छ पुरै एडभेन्चर टुरिज्म बट वी आर नट एडभेन्चरस सन्जु सर हजुर कस्तो भइरहेछ अहिलेसम्मको ठिक छ यात्रा ठिकै छ हामी सक्छौँ नि पुग्न त माथि अहिलेसम्म सकिरहेको छु लेट्स सी होइन अझै 2 घन्टा लाग्छ भन्ने ठिक छ आइरहेछ डेढ लाग्छ नि अब संसारलाई कराइ बोकाउने म पनि बोकिदिन्छु केही छैन अगाडि बढ एकदमै गाह्रो हुँदै अगाडि बढ्दैछौँ धेरै गाह्रो सास फेर्नै गाह्रो भइरहेछ फेरि अब ओह्रालो आइसकेको छ हामीसँग बिन्ता मिस हुनुहुन्छ जो चाहिँ अगाडि पनि एकचोटि गएर आइसक्नु भएको छ सो एकदम एक्सपिरियन्स हामीलाई यहाँ यो ठाउँ यस्तो छ यो ठाउँ यस्तो छ अगाडि भन्दै एकदम वन जङ्गल चराचुरुङ्गीले उहाँको मलाई चिन्नु भयो चिन्नु भएको छ उहाँलाई पनि आएको थिएँ बिस्तारै अगाडि बढ्दै हामी अब चाहिँ अलिक ओह्रालो आएको अवस्था
बल्ल बल्ल अलिकति शीतल अहिले चाहिँ बाटो निर्माणको कामहरू पनि भइरहेछ। ठाडै ओह्रालो लगभग अब चाहिँ 20 मिनट मात्रै छ। यहाँ पनि बाटो निर्माणको कामहरू भइरहेछ। बिस्तारै अब अगाडि बढ्दै सङ्गमिस एकदम फिट एन्ड फाइन। एकचोटि पनि लड्नु भएको छैन। तर देख्ने जुगाड देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम राम्रो जुगाड। यहाँ झोलालाई एउटा लौरोमा उनेर यसरी बोक्दै हुनुहुन्छ हाम्रो तारा दाइ। गइरहेछ हाइकिङ हजुर गइरहेको छु। सिरिरी हल्का बतास नि चलिरहेछ यहाँ। एकदमै राम्रो शीतल भइरहेछ अहिले चाहिँ। माथि गइरहेको छु। बाटो देख्न सक्नुहुन्छ एकदमै डेन्जर छ। फुट ट्रेल चाहिँ रहेछ तर पानी परेको बेलामा चाहिँ एकदमै हिलो हुन्छ। सो अहिले चाहिँ एकछिन घाम लागिरहेछ हल्का। ठिकै छ हिँड्नलाई चाहिँ। अवस्था एकदम गम्भीर भइसकेको छ। खाली पसिनाले पुरै भिजिसकेको छ। अलिक बाटो चाहिँ केही हदसम्म फराकिलो छ माथि चाहिँ। बिस्तारै अगाडि बढ्दै अगाडिको टोली अगाडि छ, कोही पछाडि आइरहेछन्। हामी चाहिँ बिचमा। फाइनली अब लगभग हामी नजिक आइपुगेको छौँ। उहाँ चाहिँ चुली पोखरी उहाँ रहेको छ। यहाँ हल्का गाउँ सानो। सो अब यहाँ पुग्न आँटेको छौँ। ए हाम्रो सानो सर आइसक्नु भएको छ। 3 घन्टा हिँडेर 3 घन्टा हिँडेर अब चाहिँ आइपुग्यो होला। आउन चाहिँ आइपुग्यो हामी। अब केही क्षण अगाडि 3 किलोमिटर 3 घन्टा। सो लगभग हामीलाई अहिले 2 घन्टा 15 मिनट जति लाग्यो तलबाट माथि आउँदा चाहिँ। यतिको हिँडाएर बिस्तारै हिँड्दै रेस्ट गर्दै आएको, नत्र त अलिक अगाडि नै पुग्नु हुन्थ्यो। यतैबाट लाग्छ। सो फाइनली हामी चुली पोखरी नजिक आइपुगेको छौँ। देख्न सक्नुहुन्छ उता पोखरी। त्यो सानो बस्ती रहेको छ, गाउँ सानो गाउँ रहेको छ। फाइनली we have reached our destination. जस्तो गर्दा कति रमाइलो है ठाउँमा। शान्त वातावरण। यहाँ केही रेस्टुरेन्ट्सहरू रहेको छ, होटेलहरू देख्न सक्नुहुन्छ अगाडि। फाइनली हामी पुगिसकेका छौँ चुली पोखरी। यहाँको दृश्य यस प्रकार रहेको छ। एकदमै राम्रो सुन्दर दृश्य देख्न सक्नुहुन्छ। पोखरी बिचमा पोखरी वरिपरि बस्नको लागि ठाउँहरू। सो मेरो पछाडि देख्न सक्नुहुन्छ चुली पोखरी। एकदमै हाइटमा रहेको छ यो पोखरी। मोरङ जिल्लामा पर्ने गर्छ। हाम्रो टोली चाहिँ हाम्रो टोली चाहिँ वहाँ गीत गाउँदै अगाडि नै पुगिसकेको छ एउटा टोली, र अरूको टोली चाहिँ आउँदैछ। हामी अब त्यहाँ अगाडि उता बस्छौँ एकछिनमा। सो एकदमै राम्रो सुन्दर दृश्य। कति रमाइलो।
यो चुली पोखरी चाहिँ मेक्लाजुङ 2 मा पर्ने रहेको छ। अब केही दृश्य म देखाउँछु तपाईँहरूलाई एकछिनमा। एकछिन वेट गरेर चाहिँ हामी उतातर्फ आफ्नो टोलीको तर्फ लाग्छौँ हामी एकछिन। सो यहाँ माथि चुली पोखरीमा चाहिँ एकमात्र रेस्टुरेन्ट यहाँ भर्खरै सञ्चालन गर्दै हुनुहुन्छ यहाँ हाम्रो दाइले। सो मेसहरू पनि आइसक्नु भएको छ, सबैजना रेस्ट गर्दै हामी सबैजना आइसक्नु भएको छ। केही समय अब यहाँ एकछिन रेस्ट गरेर फेरि हाम्रो यहाँ मासुहरू ल्याएको छौँ, त्यसलाई पोलेर अनि खान्छौँ। फाइनली हाम्रो गर्ल्स टिम चाहिँ यहाँ आइसकेको छ भर्खरै, बिस्तारै बिस्तारै यहाँ आइसकेको छ। वान एन्ड ओन्ली अभिषेक हाम्रो फुड प्रोडक्सन डिपार्टमेन्टबाट यहाँ एकदमै राम्रो चिकनको अवस्था हामीले हिजो यो मेरिनेसन गरेर आएको थियौँ। अब हामी यसलाई जिरमा उनेर पोल्ने गर्छौँ। त्यसै गरी यहाँ चाहिँ पोर्क मेरिनेसन गरेर हामीले हिजो तयार पारेको थियौँ। यहाँ चाहिँ चिकन, अब हामी यसलाई हल्का जिरमा उनेर पोल्ने छौँ। प्रिपरेसन चलिरहेछ। अब हामी कोइलामा मासुलाई पोल्नेछौँ सञ्जय सरको नेतृत्वमा। मेरो नेतृत्व चाहिँ सचिन सर हुनुहुन्छ यार, बिचरा सचिन सरको नेतृत्वमा हाम्रो नेतृत्वमा के छ सचिन सरको नेतृत्वमा यहाँ। अब कालो छ नि हातमा बिचरा केरिङको साथसाथै यहाँ सञ्जय सरको धेरै धेरै राम्रो क्वालिटी देख्न सक्नुहुन्छ। हाम्रो आगो बाल्न अलिकति कठिन भएको अवस्था। दामी 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 ल फेरि देख्न सक्नुहुन्छ चुली पोखरी पछाडि। सो अहिले चाहिँ हामी आइसकेको छौँ। हामी यहाँ पोखरीको छेउमा बसिरहेको छौँ। के छ गर्ल्स, कस्तो भइरहेछ त? नि रमाइलो भइरहेछ। रोजलिङ हजुर राम्रो भइरहेछ। राम्रो भइरहेछ। प्रियङ्का अनुहार त देखिन रहेछ नि अनुहार त के साह्रो। अन्सिका कस्तो भइरहेछ हाम्रो? हो शीतल भयो नि। सो यहाँ अहिले एकदम शीतल भएको छ। आए यहाँ मासु पोलिरहेको छौँ हामीले। हावाले चाहिँ एकदम गाह्रो पारिरहेको छ यहाँ बाल्नु बनाउनु चाहिँ। हावाले गाह्रो पर्यो। उता चिकन, उता यता पोर्क। खाने चाहिँ धेरैजना हुनुहुन्छ, वेटिङ गर्दै हुन्छ। रातो भइरहेको
अहिले भर्खरै हामीले मासुहरू पोलेर खाइसकेको छौँ। सो एकछिन हामी इन्जोय गरेर चाहिँ त्यसपछि हामी फेरि तल अब हाम्रो खुडी मधुमलातिर लाग्छौँ। दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा दुपट्टा तेरा ना रंगदा हाय नी मेरा दिल मंगदा दुपट्टा तेरा ना रंगदा हाय नी मेरा दिल मंगदा दुपट्टा तेरा शहर वाले मेरा चैन वैन सब उजड़ा जालिम नजर डाले बर्बाद हो रहे हैं तेरे अपने शहर वाले मेरी अपनाई ना टूटे तू आजा मेरी अपनाई ना टूटे तू आजा गजरा रे गजरा रे गजरा। अब हामी एउटा लास्ट एउटा ग्रुप फोटोसुट खिच्छौँ, त्यसपछि अब तलतिर लाग्छौँ होला अब। सो हामी खिच्नेछौँ फोटो। सो फाइनली वी हेभ रिच कलेज। अब हामी कलेज आइसकेको छौँ भर्खर एराउन्ड 6:40 भइसकेको छ, राति भयो कलेज आइपुग्न। सो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। सो थ्याङ्क यू सो मच सबैजनालाई टिल अहिलेसम्म हेरिदिनु भएकोमा है त। थ्याङ्क यू।